काठले छाएको घर यहाँ चाहिँ हामी देख्न सक्छौँ। ठाउँहरू एकदम सुन्दर छ, केही नासका घरहरू हैन। केही अगाडिसम्म बाइकमा गएर बाइक राखेर त्यहाँबाट हामी ट्रेकिङ पैदल हिँड्छौँ। त्यसपछि पाटनमा पुगिसकेपछि हामीले तपाईहरुलाई त्यहाँको दृश्य पनि देखाउनेछौँ। फाँकी लाग्न सक्छ, हुस्सु लाग्न सक्छ, कुहिरो लाग्न सक्छ भनिरहेछन्। हामी अझ एकदम छिटो जानुपर्ने हुन्छ। ल गाइज, अहिले भने हाम्रो जम्बो टोली अब यात्रातर्फ प्रस्थान हुँदैछ। आजको यात्रा भनेको हाम्रो पाटनसम्म मात्रै हुनेछ। हाम्रो यात्रा चाहिँ निरन्तरमा चलिरहेको छ। काठले छाएको घर यहाँ चाहिँ हामी देख्न सक्छौँ। ठाउँहरू एकदम सुन्दर छ, केही नासका घरहरू हैन। केही